हेलो गाइज नमस्ते सबैजना सन्चै हुन्छ होला म पनि सन्छु आयो फेरि पनि यस भिडियोमा आइसकेको छु है गाइजहरू सबैजनाले माया गरिदिइराख्नुपर्छ माया गरिदिनु पऱ्यो सब्सक्राइब चाहिँ हानिदिनु पऱ्यो सबैजनाले ठ्याक्क म चाहिँ आज पनि फेरि नेक्स्ट भिडियोमा हजुरको साथ उपस्थित भइसकेको छु गाइज ट्याक्क म चाहिँ अहिले चाहिँ माथि दोकानतिर हिँड्दैछु ट्याक्क देख्नुहुन्छ यता चाहिँ मेरो गाउँ सधैँ देखाएको छु हजुरलाई तर पनि के भने गाउँमा जे छ त्यही देखाउनै पऱ्यो हजुरलाई के भने गाइज गाह्रो छ यहाँ त्यति उकालो आएको लास्टै थाकियो गाइस के भने अब बुढो भएपछि यस्तै हो गाइज ट्याक्कै यता चाहिँ हजुरको घर छ अनि म चाहिँ जान्छु दोकानतिर त्यो भाइले चाहिँ लास्टै टोक्छ क्या मलाई फेरि यता जान्न म आजकल म चाहिँ यता माथि माथि जान्छु अब गाइस के गर्ने भिडियो त आइरहेको छ सबैजना सब्सक्राइब चाहिँ हानिदिनु पऱ्यो दिनै त हाल्न सक्दिनँ किनकि आफ्नो काम पनि हुन्छ घरतिर अब चाहिँ त्यही भएर गाइस अब चाहिँ नेक्स्ट भिडियो पनि आइरहेको छ अनि यो भिडियो चाहिँ सबैजनाले हेरिदिनुपर्छ आज दिउँसो चाहिँ के हुन्छ सबै देखाउँछु हजुरहरूलाई ट्याक्क म चाहिँ माथि डाँडामा आइसकेको छु यता चाहिँ हाम्रो ठुली आमा हुनुहुन्छ त्यहाँ हजुर गाइस म चाहिँ हल्का माथि आइसकेँ डाँडा थियौँ म चाहिँ त्यो स्कुल भन्दा उता थियो गाइस के गर्ने जानै पऱ्यो त्यहाँ हल्का सामानहरू ल्याउँछ कि पिछबाट त्यही भएर गाइस हात पनि लास्टै गल्ने किन हो भनेको के त्यही कल त गल्दैन कल चाहिँ लास्टै गल्छ हात ल गाइस एकछिन भेट्नुपर्छ हजुरहरू छ ट्याक्कै यताबाट गाइस म चाहिँ हल्का यता आइसकेँ म चाहिँ हल्का यता टर्न हेर्दैछु हुन्छ यहाँ चाहिँ दामी फलेको छ तरकारीहरू त धरो फलेको छ ट्याक्कै यहाँ चाहिँ कुरो हुँदैछ यता चाहिँ अर्को गाउँ छ हाम्रो हराउने ठिक छ सबैजना सब्सक्राइब हान्दिनु पऱ्यो है ओहो भिडियो सबैले त हान्नु है हाम्रो पाहुना है पाहुना हो डाँडाखर्का हो के अरे म यहाँ चाहिँ अब चिनाउँदाखेरि फेरि म विकासको ससुर छोरीको आएको बोल्दै के भइरहेको जहाँ भइरहेको लगाइस् म चाहिँ दोकानसम्म हिँडेको लगाइस् ट्याक्क यसो गाउँहरू हजुरले देखाइरहेको छु सधैँ फेरि पनि हेरिदिनु होला सबैजना माया चाहिँ गरिदिनु पऱ्यो के गर्ने गाइस भिडियो चाहिँ बेला बेला आउँछ खासै राम्रो त आउन्न खासै राम्रो बनाउने पनि आउन्न के गाउँमा जे भइरहेको छ त्यही चाहिँ हजुरलाई देखाइरहेको छु म चाहिँ बेला बेला पनि होइन के डेली भ्लग हामी त के अझै आफू डह्रो भाइरल होइन हल्का सब्सक्राइब पनि छैन यत्तिकै हो गाइस गाउँमा टाइम पास हुनु यो टाइम पास मात्रै गर्ने मैले चाहिँ ट्याक्क देखिन्छ यता पनि घरहरू छ ट्याक्क उता चाहिँ पारि चाहिँ हिमालहरू देखिन्छ हजुरलाई थाहै छ आज हल्का दिन खासै राम्रो भएको छैन कि किन हो त्यही भएर गाइस ट्याक्क गाइस एकछिन भेट्नुपर्छ है गाइस म चाहिँ हल्का स्कुल यतातिर आइसकेँ त्यहाँ चाहिँ हाम्रो स्कुल छ उतै पल्तिर म पनि कलेज चाहिँ अब चाहिँ मेरो चाहिँ एक्जाम मात्र बाँकी छ अब फेरि यो कलेजमा अब चाहिँ गइन्न के गर्ने जान मन भयो होइन जान पाइन्न कि यस्तो जाउ छ पहिला पढ्न मन लागेन अहिले फेरि जान मन लाग्छ जानै पाइन्न हजुर बिहा अब चाहिँ हाम्रो कलेज लाइफ पनि सक्यो अनि भिडियो पनि आएको थियो हजुरहरूले हेरिसक्नु भयो होला ट्याक्क हेर्न सक्नुहुन्छ हामी पर्खेर आउनु चाहिँ यो बेलुका आइन्छ तर अहिले बिहान पनि आउँदैछु म चाहिँ ट्याक्क यही कलेजमा हामी पढ्ने चाहिँ यता कोठा छेउ कोठा बसिन्थ्यो माथि चाहिँ मन्दिर छ ट्याक्क देख्न सक्नुहुन्छ हामी खेल्ने बल खेल्ने ग्राउन्ड चाहिँ माथितिर छ गाइजहरू लगाइज के गर्ने गाउँमा जे भइरहेको छ त्यही देखिरहेको छु लगाइज सेक्सन भेट्नुपर्छ ल म चाहिँ हल्का कलेज चाहिँ यो कलेज भने यतापट्टि आइसकेँ यता चाहिँ सरनचुर गाउँ हो यता दारे भोला घर चाहिँ हो माथितिर हो हाँडा हल्का देखिन्न ठुलो देख्न सक्नुहुन्छ यहाँ चाहिँ इभी गाडी हिँड्दैछ गाइस यो चाहिँ हाम्रो वडा कार्यालय हो यहाँ माथिको चाहिँ अफिस हो हाम्रो चाहिँ ट्याक्क यता पनि छ स्कुलहरू चाहिँ ट्याक्क देख्नुहुन्छ वडा कार्यालय यहीँ छ हसिलो चाहिँ उतापट्टि छ गाइस म चाहिँ दोकानमा गएर थोरै सामान लिएर आएँ खासै धेरै सामान ल्याउनु छैन थोरै थियो त्यो पनि के भने दोकान टाढा भए पनि आउँदा टाढा त भन्न सक्ने कि नै छेउै छ 5-7 मिनट हिँड्दा आइहाल्छ के गर्ने गाइस ल उताबाट आएको म चाहिँ ल गाइस हेर्दै गरिदिनु सबैजना सब्सक्राइब चाहिँ हानिदिनु पऱ्यो सब्सक्राइब बढाइकन ल 1 महिना भइसक्यो
सब्सक्राइब नबढेको सब्सक्राइब गरिदिनु सबैजनाले सबैले सब्सक्राइब गरिदिनु भयो चाहिँ भने चाहिँ मलाई फेरि भिडियो हाल्न मन लाग्छ कि त्यो सब्सक्राइब चाहिँ हान्दिनु पर्यो गाइस ल गाइस एकछिन भेटौँला है ट्याक्क हजुरलाई के गाइस म चाहिँ हल्का घरमा माथि आइसकेँ गाइस आदिसो चाहिँ के गर्छु सबै देखाउँछु हजुरहरूलाई ट्याक्क घरमा कि हल्का माथि आइसकेँ म चाहिँ फेरि आदिसो के हुन्छ सबै देखाउने छ हजुरलाई चाहिँ ट्याक्क यहाँ चाहिँ सिधैले चाहिँ ट्याक्क केराउ टिप्दै हुनुहुन्छ दोकान घर आएको ट्याक्क केराउ आज ल भनिदिन्छु गरे ल गाइस ट्याक्क अब चाहिँ हल्का पानी जोड्नुपर्छ गाइस हल्का पानी आइछ गाइस कुरो थाहा छैन तर पानी आएको हल्का पानी जोडेर जानुपर्ने हुन्छ यहीँबाट हामीले पानी लाइन्छ है ल गाइस म पानी जोड्छु एकछिन गाइस म चाहिँ हजुरआमा घर आइसकेँ ट्याक्क यहाँ चाहिँ कटेजहरू दामी दामी छ हजुरलाई अस्ति मैले देखाएको थिएँ यहाँ चाहिँ हजुरबा हुनुहुन्छ ट्याक्क मान्छे कलेज छ यहाँ चाहिँ सुन्तला दामी छ फेरि चोर्न आउने होइन फेरि सुन्तला दामी छ भने फेरि कोही पनि ट्याक्क सुन्तला चोर्न आएको झ्याउ हुन्छ ल गाइस हेर्नु म चाहिँ कटेजकै छेउमा छु ट्याक्क देख्न सक्नुहुन्छ अब चाहिँ म जान्छु भएर ट्याक्क फेरि ब्याग भइसक्यो है दोकानबाट है एउटामा ब्याग भएको चाहिँ अस्ति नै हो भिडियो चाहिँ आइरहेको छ अब म चाहिँ एकछिन यस्तो समाज घरतिर फेरि आज पनि दर्शन गर्न जानु पर्ला जस्तो लाग्छ गाइस के गरौँ जानु पर्ला जस्तो लाग्छ किनकि हजुरलाई देखाउनु नि हुन्छ होइन गाइस किन त भिडियो बन्दैन के गर्ने अब घरै बसेको दिन कति बनाउने ठ्याक्क बाजे गर्छ यो तल चाहिँ मेरो घर हो यता चाहिँ मेरो गाउँ छ हजुरलाई सधैँ देखाइरहेको छु मैले चाहिँ हजुरहरूलाई ट्याक्क पाएर म अब घर चाहिँ के गर्दैछन् गाइस ट्याक्क देख्न सक्नुहुन्छ यता चाहिँ धान सान सुकाउने के कुरो भइरहेको छ ट्याक्क हाम्रो पाठाहरू चाहिँ दुइटा बेचिसकेको छन् के भने ट्याक्क यता चाहिँ मकैहरू सुकाउने ट्याक्क देख्न सक्नुहुन्छ यहाँ चाहिँ मेरो बाबा हुनुहुन्छ यहाँ चाहिँ मेरो मम्मी अनि यहाँ चाहिँ दिदी भान्जी सबजना भान्जी चाहिँ अस्ति भलकमा देखिन पाएन रिसाएको थिइन् आज त म देखाइदिरहेको छु यिनलाई चाहिँ बा चाहिँ हुन्छ ट्याक्क यहाँ चाहिँ के मकैहरू के सुकाउने काम भएको छ होला ल गाइस ट्याक्क एकछिन भेट्नुपर्छ अब चाहिँ म चाहिँ सहज घर चाहिँ जान्छु होला सायद गाइस एकछिन भेट्नुपर्छ ट्याक्क के हुन्छ गाइस हाम्रो भात यहाँ अरू चाहिँ खाँदैछौँ ट्याक्क कमियो अमिलो यो भात खाएन गाइस बिहान बिहान अमिलो खाँदै लास्टिक हाल्नु भयो मिठो छ मुला त भन्छ मुला यहाँ पुरा यस्तो मुलाहरू पनि छ ट्याक्क देख्न सक्नुहुन्छ गाइस ट्याक्क यहाँ भात पाकेको खाएन मान्छेले यहाँ मुला खाँदैछन् ट्याक्क लगाइस गाइस म चाहिँ अब चाहिँ खानासाना खाएर पनि फेरि अब चाहिँ सहजतिर जान्छु एकछिन यसमा खाना खानु पऱ्यो भर्खरै खाना खाएको त्यो भएर के हिँड्ने भनेर एकछिन खाना बस्नु पऱ्यो त्यसपछि चाहिँ म जानेछु समाज घरतिर जान्छु होला जान्छु त भन्नु सक्दिनँ जान्छु होलासम्म भन्छु अनि मोड के हुन्छ नि थाहै हुन्न गाइस कति बेला कहाँ हुन्छ त्यही भएर गाइस रमाइलो छ गाउँमा कोहीले मकै हाल्दै कोही समाज घरतिर रमाइलो छ त्यही भएर गाइस म चाहिँ यस्तो समाज घरतिर भन्दा नि असमाज घरतिर यसो पस्छु अनि त्यो त साथी घरतिर जानु परेको अन्तिम घरतिर बस्दै बस्दै ट्याक्क यसो डुल्नु पऱ्यो गाउँ डुल्नु पऱ्यो यसो ट्याक्क अझ त्यो बोलाएको सुन्दैन किन है ट्याक्क देख्न सक्छु के हुन्छ सबै देखाउनेछु हजुरहरूलाई ट्याक्क अब दिनदिनै बाटो हिँड्ने काम नि यही बाटो भइरहेको छ म अन्तिमसम्म जान्छु म चाहिँ के गर्दैछ यसो मिल्यो भने कल पनि हालिदिनु पऱ्यो कि कल पनि लामो भस लाग्यो त्यो बस छोडिदिनु पऱ्यो के गर्ने गाह्रो छ गाह्रो सबैजनाले भिडियो चाहिँ हेरिदिनु पऱ्यो सब्सक्राइब चाहिँ हल्का बढिदिनु पऱ्यो कि सर गाइजहरू यसो सेयर हानिदिनु के अरे सेयर हानिदिनु पऱ्यो कि मेरो आइडी सब्सक्राइब गरेपछि बल्ल दामी मजा आउँछ भिडियो बनाउन ट्याक्क चाहिँ जान्छु म केटाहरूको घरतिर यसो डुल्न के हुँदैछ सब देखाउँदैछु ट्याक्क अहिले यहाँ सहजहरूमा चाहिँ हल्का पस्छु एकछिनपछि पस्छु होला
अलिक भर चाहिँ पस्दिनँ म एकछिन चाहिँ बस्न सक्छु म चाहिँ एकछिन चाहिँ म उता घर आउँछु अन्तिम घरतिर के हुन्छ सबै देखाउनेछु हजुरहरूलाई गाइस यहाँ चाहिँ देख्न सक्नुहुन्छ यत्रो नेटमा पनि बल खेल्दैछन् केटाहरू डोरीको नेटमा देख्न सक्नुहुन्छ यस्तो नेट चप्पल दिइराखेको छ केटाहरूले यस्तोहरू हान्ने फेरि नेट चाहिँ देख्न सक्नुहुन्छ देखाइन्छ यहाँबाट यस्तो नेट अन्त यहाँ हातले याक्कसम्म नेट यस्ता यस्ता खेलाडी छन् अनि यहाँ पुरो केटाहरू चाहिँ ट्याक्क अब कालेको चाहिँ भिडियो गरिदिनु पऱ्यो कि यस्तो हानेको पनि ट्याक्क म चाहिँ भिडियो गरिदिन्छु ट्याक्क देख्छु ल ल ल छिटो हान त ल ल काटिदिनु त बल के भएको यहाँ घरहरू पनि खेलिराख्ने बलहरू के भएको फाइनल्ली हाम्रो कसैको डान्सरहरू हेरौँ है तर तयार भइरहेको छ कार्यक्रमलाई ट्याक्क देख्न सक्नुहुन्छ यताको पिकमाहरू हुन्छ माथि त्यति माथिबाटै यहाँ नाच्न आइरहेको छ दाइजहरू पाहुनाहरू चाहिँ आइसक्नु भयो देख्न सक्नुहुन्छ नमस्कार 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 नमस्ते 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 सन्चै पाहुनाहरू आइपुग्नु गोराहरू आउनुभयो रहेछ हाम्रो गाउँमा घुम्न चाहिँ उहाँहरू आउनुभयो रहेछ अझ हामी भित्र गएर के भाषणहरू हुन्छ सुन्नुपर्छ के गर्ने ट्याक्क भाषणहरू सुनेर ट्याक्क उहाँहरूलाई उठ्नु पऱ्यो गाइसहरू अझ हामी त सहजहरू त फेरि बस्नुपर्ने हुन्छ हाम्रो कार्यक्रम हुन्छ यहाँभित्र हो ट्याक्क अघि चाहिँ बसिसक्नु भएछ पाहुनाहरू चाहिँ दर्शकहरू धेरै छ नै फेरि यहाँ छ्याउ भयो अब चाहिँ यहाँ डान्स हुन्छ के हुन्छ हल्का छोटो छोटो क्लिपहरू हजुरलाई देखाउने छु किनकि लामो देखाउनु मिल्दैन कपिराइट लाग्छ भिडियो त्यही भएर गाइस प्रोग्राम हजुरलाई चाहिँ डान्स हुँदैछ त्यसको बारेमा देख्न सक्नुहुन्छ गाइजहरू अब यहाँ कार्यक्रम overseas 8 volunteers
अरू पाहुनाहरूलाई सम्मान गर्ने कार्यक्रम सुरु भइरहेको छ। हजुर यहीँबाट हुन्छ। You work very hard for our school and for our village. So most welcome to our. लगाइ चाहिँ एकछिन भेट्नुपर्छ। Most welcome to our Durung village. Okay, everyone say please. के गर्ने गाइस इङ्ग्लिसमा बुझेपछि गाह्रो। डान्स भयो डान्स। म चाहिँ खाजा खाइन कि खाने मान्छे संख्या चाहिँ म घर खाजा खान्छु। त्यसपछि बल्छ कुरो हुन्छ। आधी सोच्यो के खासो के काम गऱ्यो नि यतिकै आइयो बस्यो होइन के गर्ने एज गरेर यसो बस्नै पर्थ्यो कि म इङ्ग्लिसमा भाषण सुन्थेँ एउटा केही बुझ्दैन त्यही पनि के गर्ने सरकारी स्कुलमा भएपछि झ्याउ छ कि झ्याउ गाइजहरू ट्याक्क म अझै फर्किसकेँ गाडीहरू आएको गाइज अब चाहिँ भिडियो इन त हान्दिनँ अहिले एकछिनमा चाहिँ हल्का बोल्नुपर्छ अब चाहिँ घर गएर जान्छु अनि बेलुकासम्म भिडियो के गर्छु सबै हाल्छु हजुरले हेरिदिनु होला सब्सक्राइब चाहिँ गरिदिनु पऱ्यो ट्याक्क गाइज अब एकछिन भेट्नुपर्छ गाइज म मात्र चाहिँ खान लाग्यो ट्याक्क हजुरआबुको आएर म चाहिँ हेर्छु ट्याक्क देख्न सकिन्छ अब चाहिँ म चाहिँ बल्छन् जाने हो बस्नु जाने भनेको अनि ट्याक्क हजुरहरू चाहिँ ट्याक्क चाहिँ खाएर जाऊ भनेर चाहिँ खान लाग्यो फेरि गाइज मेरो स्वर चाहिँ लास्टै जान आएको छ होला किन हो गाइज भनेको कि यस्तो जाऊ भन ट्याक्क अब चिया खाएर पल्न गइन्छ गाइज अब एकछिनलाई भेटिन्छ होला है ल गाइज एकछिन भेट्नुपर्छ गाइज म चाहिँ बल्खेर पनि फर्किसकेँ अब चाहिँ आधी सुरेश त्यस्तै भयो गाइज खासै भिडियो गर्नु त ठिकै पाएको छु हेरिदिनु होला सबैजनाले माया गरिदिनु होला अब चाहिँ नेक्स्ट भिडियो भेट्नुपर्छ सबैजनाले सब्सक्राइब चाहिँ हानिदिनु पऱ्यो सब्सक्राइब अनि लाइक कमेन्ट पनि गरिदिनु कस्तो भिडियो ल गाइस अब चाहिँ नेक्स्ट भिडियो भेट्नुपर्छ म चाहिँ अहिले बाटो बल्खेर बाटोमा आउँदै हो कि फेरि ठ्याक्क ल गाइस अब नेक्स्ट भिडियोमा छिट्टै भेट्नेछु भन्दै बिदा हुन चाहन्छु हस्ता जान्दै बाद है गाइस ल